सबैजनालाई मेरो नमस्कार। मेरो नाम चाहिँ सुस्मिता ओझा हो। मैले चाहिँ जुनियर सिटिजन्स एकाडेमीबाट चाहिँ मेरो +2 पास गरेको। अहिले चाहिँ म त्रिवेणी इन्टरनेसनल कलेजमा चाहिँ बीबीएस सेकेन्ड इयरमा अध्ययनरत छु। मलाई चाहिँ मेरो जुनियर सिटिजन्स एकाडेमीमा बिताएको 2 वर्षहरूको बारेमा चाहिँ केही सम्झना आयो, मलाई के भन्न मन लाग्यो। मैले चाहिँ सुरुमा चाहिँ खासै कसैले रिफर गरेर हैन, त्यतिकै र्यान्डमली गएँ जुनियर सिटिजन्स एकाडेमीमा। मेरो नेपाली मिडियममा थियो 10 कक्षासम्मको पढाइ चाहिँ। त्यसपछि सुरुमा चाहिँ मलाई एकदम गाह्रो भयो त्यो इङ्ग्लिस मिडियममा पढ्नलाई। तर पनि सरहरूले तिम्रो राम्रो छ, तिमीले पढ्न सक्छौ, गर्न सक्छौ राम्रो भनेर चाहिँ हौसला दिनुभयो। जुनियर सिटिजन्स एकाडेमीले चाहिँ एकदम पढ्न आफू इच्छुक छ भने चाहिँ एकदम राम्रो इन्भाइरोमेन्ट, यति धेरै सपोर्ट गर्ने सरहरू हैन, डाइरेक्टर सरदेखि लिएर सबै पढाउने सरहरूले यति धेरै सपोर्ट गर्नुभयो, यति धेरै माया दिनुभयो। त्यो गर्न सक्दिनँ भन्ने चाहिँ मलाई बिल्कुलै काहीँ पनि लागेन के। अब अहिलेको समयमा चाहिँ भौतिक सुविधाहरू त अब सबै जस्तो स्कुल कलेजहरूमा छ हैन, यहाँभन्दा त्यहाँ राम्रो, त्यहाँभन्दा त्यहाँ राम्रो होला। तर त्यो जुन पढ्नको लागि एउटा मोटिभेसन, त्यो सरहरूले गर्ने बिहेभियर, पढाउने तरिकादेखि लिएर सबै कुरा चाहिँ एकदम राम्रो छ जुनियर सिटिजन्स एकाडेमीमा चाहिँ। मलाई चाहिँ त्यति राम्रो गर्न सक्छु होला भन्ने म माथि नै पनि विश्वास लाग्थेन होला कि। त्यहाँ चाहिँ त्यति धेरै माया गरेर मलाई पढाउनु भयो। त्यो नजानेको कुरा जुनसुकै समयमा सोधे पनि सरहरू सिकाउनलाई एकदम तत्पर हुनुहुन्थ्यो। त्यति राम्रो वेल एक्सपिरियन्स टिचरहरूबाट चाहिँ पढाइ हुन्छ। मलाई चाहिँ त्यो 2 वर्ष चाहिँ कसरी बित्यो, कति छिटो बित्यो भन्ने कुरा थाहै भएन कि। त्यस्तो राम्रो वातावरण दिनुभयो। म चाहिँ यो कुराप्रति चाहिँ जुनियर सिटिजन्स परिवारप्रति चाहिँ सधैँ नै आभारी छु। त्यो 2 वर्ष त म कुनै पनि हालतमा भुल्नै सक्दिनँ, कहिले पनि भुल्न सक्दिनँ। अब तपाईँहरू पनि आफ्नो एससी दिएर बस्नुभएको छ र एकदम राम्रो +2 कलेजको खोजीमा हुनुहुन्छ भने चाहिँ होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म, जनरल म्यानेजमेन्ट र साइन्स फ्याकल्टीको पढाइको लागि चाहिँ जुनियर सिटिजन्स एकाडेमी चाहिँ भिजिट गर्न नबिर्सिनु होला है त।